मर्निङ सबैलाई। आज मिति 2082 साल वैशाख महिनाको 28 गते आइतबार। आज म परिवार सहित र ड्राइभरमा हुनुहुन्छ हाम्रो सोल्टी अमृत गुरुङ, निकै नै सहयोगी र एकदमै मनबाट धनी हुनुहुन्छ। र आज हामी गोर्खाको यात्रामा छौँ र निकै हर्षित र खुसी छौँ। आज मसँग मेरो आमा र मेरो बुवा हुनुहुन्छ, सँगसँगै मेरो दुईवटा बाबु अगाडि बस्नु भएको छ श्रीमतीसँग। र आज यो योजना कसरी भयो भन्दाखेरि हिजो खास जानुपर्ने थियो हिजो, तर हामी विद्यालयबाट हिजो शुक्रबार होमस्टे बस्ने गरी एक दिन हामी चाहिँ भानु नगरपालिका वडा नम्बर 13 टुटे पानी बस्यौँ, जसले गर्दा हिजोको प्लान हाम्रो क्यान्सल भयो। तसर्थ आज हामी यो प्लानमा सफल भयो र आज हामी सोल्टीको सहयोगले आज हामी गोर्खा भच्छेक र सिरान डाँडा, अब यहाँ गोर्खामा के छ, अब भ्याइसम्म हामी लिग्लिकोट पनि जाने हामी योजना बनाइरहेका छौँ र हामी जान्छौँ पनि। र निकै धेरै वर्षपछि यसरी हाम्रो यो सपरिवार सहित कतै घुम्न जाने एउटा समय र जमर्को मिलेको छ र हामी निकै नै हर्षित र खुसी छौँ। र तपाईँले हेर्न सक्नुहुन्छ गोर्खाको यो डाँडा निकै नै रमणीय र मनोरम देखिएको छ र निकै नै गोर्खा प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ र हामी सबै नेपाली गर्व गर्नुपर्छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। र आज हाम्रो अर्को प्लान के छ भने हाम्रो भच्छेकमा भएको हाम्रो ठुलो मामाको छोरासँग नै भेट हुने भन्ने प्लान छ। अब कन्ट्याक्ट चाहिँ हिजोबाट गर्न खोजेको, तर कन्ट्याक्ट भएको छैन। अब सम्भवतः सायद हामी उहाँलाई सरप्राइज नै दिनेछौँ, हामी आइपुग्यो है भनेर। अब त्यसपछि थाहा हुन्छ उहाँको रिएक्सन के हुन्छ भनेर। र तपाईँले हेर्न सक्नुहुन्छ विभिन्न डाँडाकाँडाले भरिएको एकदमै राम्रो वातावरण। र पछि हामी अझै माथि गएपछि ऐसेलु भयो, अनि यो काफलको सिजन पनि रहेको छ, त्यो पनि हामी खानेछौँ सपरिवार सहित। र हेर्न सक्नुहुन्छ। र है यो अहिलेलाई यो सानो एउटा तपाईँलाई इन्ट्रोडक्टिभ मैले यो भिडियो बनाएँ। त्यसपछि अब हामी कहाँ कहाँ घुम्छौँ म तपाईँलाई सानो एउटा ब्लगमा तपाईँलाई देखाउँदै जाने नै छु। र निकै नै बाटो पनि पहिलाको तुलनामा धेरै विकसित भइसकेको र बाटोघाटो पनि राम्रो भइसकेको अवस्था छ। यहाँ लिग्लिकोट रिजोर्ट भन्ने गोर्खा हामी आइसकेका छौँ र निकै नै रमाइलो वातावरण छ होइन। यहाँ अब हाम्रो हुनुहुन्छ है। सो अहिलेलाई यति नै, र पछि केही राम्रो दृश्य अवलोकन गर्न पाइयो भने चाहिँ म फेरि अर्को भिडियो बनाउने छु। त्यति बेलासम्मको लागि बाई बाई।